1 लाख होइन, 2 लाख होइन, 3 लाख माथि पुगेको छ सुनको भाउ। तपाईहरु पत्याउनुहुन्छ? हो साथीहरु, पक्कै पनि आजको भाउ 3 लाख भन्दा माथि रहेको छ। नमस्कार, हाम्रो युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। दैनिक सुन चाँदी दरको अपडेट लिएर उपस्थित हुने क्रममा आज पनि उपस्थित भइसकेको छु। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। निरन्तर सुन चाँदीको मूल्यले इतिहास रचिरहेको छ। आज पनि सुनको भाउ मज्जाले बढेको छ। आज मिति 2082 साल माघ 9 गते शुक्रबार। आज सुन र चाँदीको भाउ के छ अपडेट दिन गइरहेको छु। सबैभन्दा पहिला म चाँदीको अपडेट दिन गइरहेको छु। आज चाँदीको मूल्य 320 रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य 6190 रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी 10 ग्रामको मूल्य 5307 रुपैयाँ रहेको छ। त्यस्तै सुनको दाम आज कति होला? अब सुनको दामको अपडेट दिन गइरहेको छु। छापावाल सुनको दाम आज 9200 ले बढेको छ। 1000, 2000, 3000 होइन, 9200 ले बढेको छ। आजको नयाँ भाउ अनुसार 3,01,400 रुपैयाँ पुगेको छ। सुन 10 ग्रामको मूल्य 2,58,400 पुगेको छ। यो नेपालको इतिहासमै सबैभन्दा बढी मूल्य हो। सुनको पनि मूल्य इतिहास रचेको छ भने चाँदीको मूल्यले पनि इतिहास रचेको छ। आज 82 सालको माघ 9 गतेको अपडेट, 3 लाख पार गरेको अपडेट। भोलि 10 गते के होला? सुनको भाउ बढ्ला या घट्ला? सबै अपडेट हाम्रो च्यानलमा आउनेछ। आजलाई भने बिदा माग्छौँ। नमस्कार।